गुड मर्निङ ह्याप्पी माघे सङ्क्रान्ति। आज माघे सङ्क्रान्ति हामी सबैजना नबोलिकन नुहाएको। आज उहाँ पनि भर्खर नुहाइसक्नुभयो नबोलिकन। अब ड्युटी जान आँटेको छ। ओ केटी कस्तो लाग्दैछ? अब बोल्दा हुन्छ। ऊ त इसाराबाट क्या अब दिने चाहिँ म चाहिँ सबभन्दा छिटो उठेर नुहाएको अनि बिस्तारी सबैजना उठ्दै उठ्दै नुहायो। तर म यहाँ के लिन आएको भने नि हर्केस लिन आएको मार्छ मलाई अहिले। अब को के गर्दैछ म देखाउँदै जान्छु। ड्याडी चाहिँ पाठ गर्दै हुनुहुन्थ्यो। अब उहाँ चाहिँ के गर्नुहुन्छ भने यहाँ दुध तताउँदै हुनुहुन्छ अनि चिया पनि बनाउँदै आफ्नो आफ्नो डिपार्ट छ। आज सबैभन्दा तल चाहिँ उहाँ हुनुहुन्छ। कहाँ जान आँट्नुभएको? हेलो, यो चाहिँ हामी सबैभन्दा तलको किचन हो। यहाँ चाहिँ यस्तो हुँदैछ। ओहो, म त ब्याग सर्नु पर्यो फेरि। पाकिसकेको रहेछ। मैले खलक्क मात्रै गरेँ हुन्छ। मैले चाहिँ माझेर रेडी गरेर राखेको छु। हेलो गुड मर्निङ। म त बिस्तारै खिच्नु पर्यो भनेर आएको त उठिसक्नु भएको रहेछ। हेलो, अले 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 ढल फलिनु भयो। आउनुहोस् म मेरो छामुले। तिमीलाई त म उठाउन आएको होइन नि, तिमी उठिसकेको रहेछौ। हजुर छोलो उठिसकेको छ। कतिको हेल्प गर्नुहुन्छ हौ पापाले त। अब के हुँदैछ भन न। सबैले खाइदिनुपर्छ आज पर्दैन, मोलिसकेको छ। यो चाहिँ फुलौराको लागि मोलिसकेको छ। यहाँ चना पाक्दैछ। हाम्रो त उसले नै हो बनाउने सक्ने। म त्यही भएर नबोलेको। म चाहिँ आज पनि मन्दिर बसेको। बाहिर टिका लाउने कार्यक्रम चाहिँ भइसकेको रहेछ। राखेर त बिर्सिहाल्दो रहेछु म। ए मलाई पनि थाहा थिएन। बिर्सेर आएछ। आज हामी ठुलो हुनु पाएको हो। दिदी त सबभन्दा सानो जस्तो लाग्छ मलाई त। बच्चाको बिहे टिका लागेर क्या राम्रो छैन। सुरु गरौँ। घिउ चाकुबाट गर्नुपर्छ नि सुरु। मैले खाएको भएन घिउ चाकु। योबाट सुरु गर्नु। सुरुमा बिर्सिन्छ। आऊ दुईजना दाजुभाइ आऊ। नो 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 अहिले ताताले अहिले आउने चढ्छ। आऊ 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 आऊ
टोपी पनि लाउँदैन यो ल फेरि सानो मलाई फुलका तरुल भोक लाग्छ